Drummers Day Out 2025. विशेष यो ट्रस्ट भनेको चाहिँ श्री प्राइम मिनिस्टर एन्ड कमान्डर इन चिफ जनरल बमबहादुर राणाले 1850 हाम्रो नेपाली सम्भव 1950 उहाँले चाहिँ जङ्गबहादुर बेलायत जाँदाखेरि उहाँलाई प्रधानमन्त्रीको जिम्मेवारी दिएर जानुभएको थियो। 9 महिनामा यो 26 रोपनीको कम्पाउन्ड खरिद गरेर उहाँको 3टा छोराहरूको नाममा 3 शिवालय अनि यसको फुल नेम चाहिँ बम्बी र विकटे एचेश्वर महादेव स्थापना गरिबक्सेको हो। यो गुठीको प्रक्रिया चाहिँ यो चाहिँ खास निजी भनेर हामीले हाम्रो निजी भन्दैनौँ, किनुवा बिर्ता छुट यसको प्रक्रिया भनेको। किनुवा भनेको चाहिँ बमबहादुर प्राइम मिनिस्टरले आफ्नो प्राइभेट पैसाले किनिबक्सेको, अनि छुट भनेपछि चाहिँ यसलाई फङ्सनिङ गर्ने अधिकार चाहिँ उहाँको फ्यामिलीहरूले यसलाई फङ्सनिङ गर्ने अधिकार उहाँको परिवारले पाउनुभयो। अनि छुट भनेपछि चाहिँ राजा सुरेन्द्रबाट यो ट्रस्टले आम्दानी गरेको पैसा अथवा ट्रस्टसँग भएको सम्पत्तिलाई चाहिँ ट्याक्स नलाग्ने कर माफ गरेर किनुवा बिर्ता छुट गुठीको नाममा यो गरिबक्स्यो। होल यो काठमाडौँ भक्तपुर ललितपुरमा चाहिँ यसको प्रपर्टी 1000 रोपनी जमिन खरिद गरिबक्सेर यसलाई संरक्षण गर्ने, पूजा गर्ने, यस्तै धार्मिक कार्यक्रमहरू गर्नको लागि भन्ने एउटा ट्रस्ट स्थापना गरिबक्स्यो। यो भुइँचालो आएपछि यो चाहिँ सम्पूर्ण यो भत्किएर खत्तम भएको थियो। अनि यो राष्ट्रिय ऋण स्वरूप एडिबीबाट हामीलाई 74 करोड राष्ट्रिय ऋण प्राप्त भयो। अनि त्यसले यसलाई जीर्णोद्धार हामीले गऱ्यौँ। टाइममा यस्तो कार्यक्रमहरू यो चाहिँ हाम्रो कमर्सियल वेले चाहिँ हामी केही पनि गरेको छैनौँ आजसम्म। सो त यो चाहिँ एउटा वस्तु धार्मिक प्रवृत्ति र सोसियल वर्कको लागि समर्पित सम्पदा हो। मेरो पुर्खाले बनाउँदा पनि यो हाम्रो राष्ट्रिय सम्पदा तपाईँहरूकै हो। यसलाई टाइममा यस्तो कार्यक्रमहरू तपाईँहरू लिएर आउनुभयो भने हामी निःशुल्क हामीले सक्ने सहयोग बापत पनि यो कामहरू हामी यहाँ गराउँछौँ। थुप्रै यस्तो कार्यक्रमहरू हामी गरिसकेको छौँ। तपाईँहरू आइदिनु भयो यो ठाउँमा, यो आफ्नो स्किलहरू देखाउनु भयो, हामी धेरै खुसी छौँ। अब भविष्यमा पनि तपाईँहरू पालिदिनु होला यस्तै कार्यक्रमहरू लिएर। यदि भन्दै मेरो 2 शब्द मैले व्यक्त गरेको छु। So we would like to also welcome Mr. Raju Gurung once again on this stage. So please. फोटो खींचा ना? नहीं फोटो है नहीं, फोटो निकाल देता हूँ। वीडियो खींचा कर फोटो दे। वीडियो नहीं है। फोटो खींचा कर। अब क्या होगा? ये नहीं होगा। ये तो वीडियो नहीं चाहिए, सब वीडियो नहीं चाहिए, छोड़ दो। पालाले हेर्दै हामीले सिक्दै आयौँ। त्यसपछि हाम्रो सुदर्शन दाई, देव दाई अनि हरि दाई, अरू दाईहरू पनि हुनुहुन्छ, नामहरू दिन्छु हामी। अरू ब्रेकफास्ट दाईहरू, अरू पुरानो दाईहरू पनि हुनुहुन्थ्यो। त्यो टाइममा हाम्रो टाइममा यस्तो ड्रमै थिएन। यस्तो ड्रम पाउनै गाह्रो होइन, लिमिटेड ड्रम थियो। त्यही पनि हामीले कसरी भने टेनर ड्रमलाई राखेर अनि पुरानो ढलकी ट्याम्पको अनि यस्तो झ्याली टाइपको एउटा सानो हामीले अब यहाँ फोर्नरलाई पहिला फोर्नरहरू पनि धेरै म्युजिकल्ली हुनुहुन्थ्यो। हामीले हाम्रो म्युजिक नेपालीले खेल्न आए पनि अलिअलि ढिकझिक गरेर हुन्छ कि किनभने झिन्झिङ हुन्छ कि होइन। अब अलिकति मेजर माइनर बजाएर पनि मान्छे त्यो बेला वा कस्तो खेल्यो है भन्छ, खैरेहरू जिलो पार्थ्यो क्या हामीले त्यो टाइममा। अहिले भनौँ न अहिले जस्तो भइदिएको त हामी यति खुसी हुन्थ्यो कि है। त्यो टाइममा हाम्रो केही पनि छैन क्या, एउटा टेपिपिटर धरि छैन। तपाईँको कन्टिन्युट सुन्न मलाई, अब भनौँ न जोन लेननको बिटल्सको गीत सुन्नु मलाई हामी 5 स्टार जानु पर्थ्यो। 5 स्टारको लबीमा बसेर सुन्नु पर्थ्यो। ठाउँमा एउटा क्यासेट चकालीलाई लाइन बस्नु त खोज्नलाई है। बिटल्सको एल्भिस प्रेस्ली भनौँ न त्यो टाइममा अब
रमाइलो मेलोडी सङ्गहरू पनि उहाँहरूको हुनुहुन्थ्यो पुरानो हाम्रो ब्रिटिसहरू अब अहिले भने त अहिले भाइ बहिनीहरू एकदम भाग्यमानी हुनु छ म्युजिकमा पनि त्यति रमाइलो अब हामीले